ओके, हामी आज च्याप्टर 2 अफ एडभान्स डेटाबेस हेर्न जान्छौँ, जुन चाहिँ हो अब्जेक्ट एन्ड अब्जेक्ट रिलेसनल डेटाबेस। अब अब्जेक्ट डेटाबेस भनेकै के हो भनेदेखि सुरु गरौँ। अब्जेक्ट ओरिएन्टेड डेटाबेस OODB आर डेटाबेसेस द्याट रिप्रेजेन्ट डाटा इन द फर्म अफ अब्जेक्ट एन्ड क्लास। अब्जेक्ट र क्लासको कुरा हामीलाई थाहा नै छ होइन। वी बिन लर्निङ अब्जेक्ट एन्ड क्लास फ्रम लाइक सेकेन्ड सेमेस्टर थर्ड होइन। थर्ड त्यतिदेखि हामीलाई थाहा अब्जेक्ट र क्लास भनेको के हो हामीलाई राम्रोसँग थाहा छ। अब्जेक्ट ओरिएन्टेड डेटाबेस भनेको चाहिँ त्यो डेटाबेस जसले चाहिँ डेटाबेसलाई अब्जेक्ट र क्लासको रूपमा रिप्रेजेन्ट गर्छ। अब्जेक्ट ओरिएन्टेड टर्मोलोजीको अनुसार अब्जेक्ट भनेको चाहिँ इज अ रियल वर्ल्ड इन्टिटी एन्ड अ क्लास इज अ कलेक्सन अफ अब्जेक्ट। भन्छ नि हामीले अब्जेक्ट चाहिँ इज अ ब्लु प्रिन्ट अफ अ क्लास भनेर। इक्जाम्पल लिने हो भने एउटा क्लास भन्ने हामीले एउटा के अरे हामीले एउटा स्टुडेन्ट भन्ने एउटा क्लास बनाउँछौँ भने त्यसको धेरै एट्रिब्युट होला, जस्तै स्टुडेन्टको रोल नम्बर होइन, एज र मेथड्सहरू पनि पास गर्न सकिन्छ। कसरी दिन्छ एक्जाम त्यस्ताहरू भनेर राख्न सक्यो नि त त्यसभित्र। त्यो भनेको एउटा क्लास, अनि अब्जेक्ट भनेको चाहिँ एउटा स्टुडेन्ट। जस्तै प्रजुर भन्ने स्टुडेन्ट छ भने द्याट इज एन अब्जेक्ट। अनि द मेन गोल अफ OODB is to combine the advantage of object-oriented technologies and traditional database. It helps improving the molding of real world concept in the database. यो भइहाल्यो होइन। अब्जेक्ट ओरिएन्टेड डेटाबेस भनेको के रहेछ भन्ने बुझिहाल्यो हामीले। अब अझै ब्रिफमा बुझौँ होइन। लेट्स स्टडी दिस च्याप्टर अलिक ब्रिफमै होइन। अब गिभन ग्रक अ प्रम्प्ट टु डु द्याट है। अब त्यो सुरुदेखि पढाउँ राम्रोसित। ओके, सो an object-oriented database stores data as objects instead of plain text, like in regular database called relational database or RDBMS. Think of an object as a real-world thing, like a car or a person. Each object has details like color, speed of a car for a car, and can do actions like drive. A class is like a blueprint for similar objects. कार क्लास फर अल कार्स। बुझ्यो नि होइन मैले अघि भनेको कुरा क्या। लागि एउटा कार भन्ने एउटा क्लास बनाइएको छ भने अब धेरैवटा कार छ भने तिनीहरू अब्जेक्ट हुन्। कार भन्ने क्लासको अब धेरै एउटै चिजहरू हुन्छ नि त। कम्पनी जुन भने कारमा हुने एट्रिब्युटहरू त यही त हो नि होइन। लाइक कारको कलर हुन्छ, स्पिड कति हुने भन्ने हुन्छ, अनि गर्ने एक्सन भनेको कारले गुड्ने नै हो। अब त्यो भनेको क्लास अब्जेक्ट कुरा। अनि कसरी बनाइन्छ भन्दाखेरि OODB इज अ मिक्स अफ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ and traditional relational database features. OOP handles things like inheritance, while relational databases are good at organizing data in rows and columns. Okay, त्यो भन्ने छ होइन। अनि मेन गोल चाहिँ के हो त भन्दाखेरि OODBको भन्दाखेरि टु मेक डाटाबेसेस बेटर एट रिप्रेजेन्टिङ रियल लाइफ स्टफ। ट्रेडिसनल डेटाबेस स्ट्रगल विथ कम्प्लेक्स थिङ्स लाइक भिडियोज अर रिलेसनसिप between items, but OODB combines the best of both worlds to model the real world more naturally. बुझ्यो नि। डेटाबेस जब कम्बाइन हुन्छ अब्जेक्ट ओरिएन्टेड छ क्या, तब त्यो भयो OODB। अब यसको के छ क्यारेक्टरिस्टिक भनेर बुझौँ होइन। डाइरेक्ट रिलेसन टु रियल वर्ल्ड। अब्जेक्ट इन द डेटाबेस म्याच रियल लाइफ आइटम्स क्लोजली, सो नो बिग ट्रान्सलेसन निडेड। अब रिलेसनल डेटा अब हामीले यदि कुनै अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ युज गर्दैछौँ भने त्यसमा अब्जेक्ट्सहरू हुन्छ, क्लासहरू हुन्छ होइन। अब डाटाबेस यदि एउटा रिलेसनल डाटाबेस युज गर्दैछौँ भने त्यसलाई म्याप गर्न गाह्रो हुन्छ नि त। सँगै सबै चिज एक्ज्याक्टली त्यही अनुसार ट्रान्सलेट हुन्छ भन्ने हुँदैन। तर इफ यु आर युजिङ OODB होइन, हामीलाई सजिलो हुन्छ नि त। लाइक किनभने ट्रान्सलेट गरेर बस्नु पर्दैन। रियल वर्ल्डसँग जस्तो रिलेसन छ हामीले त्यसरी नै म्याप गर्न सक्छौँ। अनि अब्जेक्ट आइडेन्टिफायर्स द सिस्टम अटोमेटिकली गिभ्स इच अब्जेक्ट अ युनिक आइडी लाइक अ फिङ्गर प्रिन्ट टु फाइन्ड इट इजिली। अब रिलेसनल डेटाबेसमा त हामीले एउटा बनाइरहनु पर्छ नि त। प्राइमेरी की हामीले असाइन गराउनुपर्छ। तर यसमा चाहिँ के हुन्छ भन्दाखेरि अब्जेक्ट आइडेन्टिफायर चाहिँ अटो असाइन हुन्छ क्या, सिस्टमले नै आफै असाइन गरिदिन्छ, जुन चाहिँ त्यसको युनिक कीको रूपमा काम गर्छ, युनिक आइडीको रूपमा। अनि एक्सटेन्सिबल, यु क्यान एड न्यू डाटा टाइप्स एन्ड अपरेसन्स अन देम। ओके, न्यू डाटा टाइप्सहरू या अपरेसन्सहरू हामीले यसमा OODBमा हाल्न सक्छौँ सिधै। इन्क्याप्सुलेसन हाइस इन्टरनल डिटेल्स अफ एन अब्जेक्ट सोइङ ओन्ली वाट्स निडेड लाइक अ ब्ल्याक बक्स। ओके, जे चाहिँ चाहिने हो त्यही त भन्दैन। इन्क्याप्सुलेसन भनेर त्यही हो, एउटा अब्जेक्ट कसरी काम गर्छ भन्ने कुरा भन्दा नि के काम गर्छ भन्ने क्या। जस्तो एउटा कारको इन्जिन कसरी काम गर्छ भन्दा पनि कारले के काम गर्छ, गुडाउने काम गर्छ होइन। इन्क्याप्सुलेसनको त्यही हो क्या, जे हो चाहिएको चिज मात्रै दिने, अनि जुन चाहिँ चाहिँदैन कसरी के भइरहेछ काम भन्ने कुरा जुन चाहिँदैन त्यो चाहिँ हाइड गरिदिने। सो यसलाई डेटा हाइडिङ पनि भनिन्छ इन्क्याप्सुलेसनलाई। त्यही भएर इनहेरिटेन्स भनेको अब प्यारेन्ट्सको गुड बच्चामा सर्ने। अब्जेक्ट्स क्यान इनहेरिट पब्लिस फ्रम प्यारेन्ट क्लासेस सेभिङ टाइम एन्ड रिड्युसिङ रिपिटेसन। डाटा जब बनाउँछौँ भने हामीले डेटाबेसेसहरू क्रिएट गर्दाखेरि धेरै चिजहरू त
रिपिटेटिभ हुनसक्छ नि त। अनि अब के अरे अब्जेक्ट ओरिएन्टेड युज गऱ्यो भने त त्यो रिपिटेसन चाहिँ एलिमिनेट हुन्छ क्या। अब अरू के गर्न सकिन्छ, ओभरलोडिङ, ओभर राइडिङ, लेट बाइन्डिङ होइन। दिज आर ओभरट्रिक्स। ओभरलोडिङ मिन्स सेम नेम फर डिफ्रेन्ट एक्सन, ओभर राइडिङ चेन्जेस अ प्यारेन्ट्स एक्सन इन चाइल्ड, लेट बाइन्डिङ डिसाइड्स विच एक्सन टु युज एट अ रन टाइम। यो त हामीलाई थाहा नै छ, यिनीहरू बेसिक कन्सेप्टहरू होइन। अनि एडभान्टेजको कुरा गरौँ, मोल्डिङ राम्रो हुन्छ, ह्यान्डल्स भेराइटी, अनि सेसन्स डोन्ट टाइम आउट इजिली, गुड फर बिग स्टार। अब हाम्रो रिलेसनल डेटाबेसमा चाहिँ के हुन्छ, ट्रान्ज्याक्सन भनेको के हो पहिला बुझौँ होइन। जस्तै ब्याङ्कको हामीले जब पैसाहरू ट्रान्सफर गर्छौँ होइन, मैले अर्को मान्छेलाई 100 रुपियाँ ट्रान्सफर गर्दैछु भने त्यो या त पैसा जान्छ या त पैसा जाँदैन होइन। सो यो टास्कहरूमा चाहिँ होइन, कहिलेकाहीँ ठुलो टास्कहरू हुन्छ नि, जस्तै अब 3D मोडलहरू चलाइरहेको छ कसैले होइन, क्याडहरू चलाइरहेको छ भन्दाखेरि त्यसमा टाइमहरू धेरै लाग्न सक्छ क्या। अनि यो चाहिँ सेसनमा काम गर्छ नि त, रिलेसनल डेटाबेस सेसनमा काम गर्छ होइन। अनि सेसन चाहिँ धेरै बेरसम्म बसिरह्यो भने रिसोर्सेस धेरै होल्ड हुने भएर कहिलेकाहीँ सेसन्सहरू यतिकै एन्ड भइदिँदाखेरि ट्रान्ज्याक्सन्सहरू इन्कम्प्लिट भइदिन्छन् क्या होइन। त्यो समस्या आइदिन सक्छ। तर हाम्रो यो जुन छ अब्जेक्ट ओरिएन्टेडमा जुन छ के हुन्छ भन्दाखेरि ट्रान्ज्याक्सन्सहरू लामो बेरसम्म, सेसन्सहरू धेरै बेरसम्म पनि बस्न सक्छ होइन, विदाउट ह्याम्परिङ द पर्फर्मेन्स क्या। हामीले अर्को टास्कहरू पनि गर्दै गर्न सक्छौँ होइन। सो त्यही भएर लङ ट्रान्ज्याक्सन भनेर भनिएको छ। अनि फास्ट पर्फर्मेन्स, डाइरेक्ट एक्सेस टु अब्जेक्ट, स्पिड थिङ्स अप, फास्ट पर्फर्मेन्स हामीले पाउन सक्छौँ। अनि एक्सप्रेसिभ क्वेरिज, क्वेरी ल्याङ्ग्वेजेस आर पावरफुल एन्ड इजी टु युज, भइहाल्यो त्यो होइन। अनि इन सिम्पल टर्म्स, इमेजिन स्टोरिङ अ मुभी इन अ डेटाबेस। In a regular database, you split it into bits, files, path. In object-oriented database, the whole movie is one object with built-in pre-processed methods. Okay, त्यो रह्यो एउटा सिम्पल एनालोजी है। अब अर्को सेक्सनमा जाउँ, यसको डिसएडभान्टेजको बारेमा होइन। नो युनिभर्सल मोडल, नो सिङ्गल एग्रिड वे टु स्ट्रक्चर डाटा, सो डिफरेन्ट सिस्टम भ्यारी। ओके, यसमा यस्तो समस्या रहेछ होइन। अनि हार्ड फर बिगिनर्स, नट युजर फ्रेन्डली इफ यु आर नट एक्सपिरियन्स। अनि त्यसपछि स्ट्यान्डर्ड्स, ल्याक कमन रुल्स लिडिङ टु कन्फ्युजन हुन सक्ने रहेछ। सेक्युरिटी इस्युज, विकर बिल्ट इन प्रोटेक्सन अगेन्स्ट अनअथोराइज एक्सेस। अनि कम्प्लेक्स टु बिल्ड, बनाउन गाह्रो हुने रहेछ। अब अर्को पनि टपिक छ, अब्जेक्ट डेटाबेस एक्सटेन्सन टु एसक्युएल भनेर होइन। यो चाहिँ के हुँदा भन्दाखेरि एसक्युएल 3 मा चाहिँ एउटा फिचर आयो जसले गर्दाखेरि चाहिँ हामीले ओडिबीहरू चाहिँ एसक्युएलद्वारा नै एक्जिक्युट गर्नु मिल्ने रहेछ होइन। अब किन ल्याइयो त भन्दाखेरि ट्रेडिसनल एसक्युएल वाज ग्रेट फर सिम्पल टेबल्स विथ नम्बर, स्ट्रिङ्स एन्ड डेट्स, बट रियल वर्ल्ड एप्लिकेसन निडेड मोर कम्प्लेक्स डेटा लाइक अ कस्टमर फुल एड्रेस बन्डल टुगेदर, अ लिस्ट अफ फोन नम्बर्स अर अ पर्सन type that could have employee and student as specialized version. Our 1999 SQL added object relational features so SQL could handle complex objects directly inside relational tables without forcing everything into फ्ल्याट रोज र कोलममा बाहेक होइन अब्जेक्ट्सहरूलाई नै हाल्न सकियोस् भनेर 1999 मा एसक्युएलले एसक्युएल 3 ल्यायो। दिस पेड एसक्युएल डेटाबेसेस फिल मोर लाइक अब्जेक्ट डेटाबेसेस वाइल किपिङ द पावर अफ टेबल्स एन्ड एसक्युएल क्वेरिजहरू सहितै अब्जेक्ट्सहरू पनि हाल्न मिल्ने भयो एसक्युएल 3 द्वारा होइन। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि टाइप्सहरू छ क्या, लाइक टाइप कन्स्ट्रक्टर भनेर छ क्या। टाइप के हो त भन्दाखेरि यसले चाहिँ वेज टु बिल्ड कम्प्लेक्स डेटाबेसेस होइन। जस्तै दिज आर लाइक लेगो ब्लक्स फर मेकिङ बिगर नेस्टेड डेटा टाइप्स इनसाइड कोलन्स। अब दुई प्रकारको छ यो चाहिँ होइन, टाइप्सहरू चाहिँ रो टाइप र कलेक्सन टाइप भनेर होइन। रो टाइप भनेको चाहिँ के भन्दाखेरि लाइक स्ट्रक इन प्रोग्रामिङ, स्ट्रक युनियनहरू हामीले हेर्थ्यौँ नि, सीमा पनि हेर्थ्यौँ होइन, इट्स लाइक द्याट। अनि सिम्पल एक्सप्लेनेसन, इन्स्टेड अफ स्प्लिटिङ नेम एन्ड एज इन्टु 2 सेपरेट कोलन्स यु क्यान मेक 1 कोलन द्याट होल्ड्स बोथ टुगेदर। अब टाइप कसरी बनाइएको छ हेरौँ है त। क्रिएट टाइप पर्सन इन्फो एज भनेर चाहिँ राखियो होइन। यसमा चाहिँ अब अरू जसरी डिफाइन गर्थ्यो हामीले अरूहरूमा त्यसरी नै गरेको छ, फर्स्ट नेम लास्ट नेम एज भनेर गरेको छैन। अब यसलाई युज कसरी गरियो त भन्दाखेरि क्रिएट टेबल भनेर एउटा बनायो, इन्फोमा जुन छ त्यही टाइप जुन हामीले डिफाइन गरेको थियौँ माथि त्यही युज गर्थ्यो कि पर्सन इन्फो भनेर हामी जुन टाइप बनाएको थियौँ। अब के हुने भयो भन्दाखेरि स्टुडेन्ट टेबलमा आइडी आउने नै भयो, इन्फोमा के पनि आउनु भयो, फर्स्ट नेम लास्ट नेम र एज पनि आउनु भयो। अनि ग्रेड छँदैछ होइन, दिस कलन होल्ड्स द होल बन्डल। किन युजफुल छ भन्दाखेरि रिलेटेड डाटा ग्रुप, नो निड फर एक्स्ट्रा टेबल्स, जस्ट फर सिम्पल बन्डल्स। ओके, क्वेरिजहरू पनि सिम्पलर के अरे युज गर्न सकियो होइन, सिम्पली युज गर्न सकियो क्वेरिजहरू पनि। जस्तै अब मलाई फर्स्ट नेम एक्सेस गर्नु छ भने इन्फो डट फर्स्ट नेम भनेर त्यसरी एक्सेस गर्न सक्छु है। अनि कलेक्सन टाइपको कुरा गरौँ, यो चाहिँ ग्रुप अफ भ्याल्युज लाइक एरेज अर लिस्ट है। अब द मेन वान वाज एरे। 1999 मा जुन एसक्युएलमा आएको थियो त्यो भनेको मेन फिचर ल्याएको एरे हो होइन। अब यो कसरी हुन्छ भन्ने हेऱ्यो है,
जस्तै हामीले क्रिएट एउटा टेबल बनाएको छौँ होइन, इम्प्लोइ छ, फोन छ। अब फोनमा हेरौँ त एरे भनेको छ नि, यसमा के गर्न सकियो त अब भन्दाखेरि अप टु 5 फोन्स यो हाल्न सकियो होइन। अब स्किल्स मल्टिसेट भनेर छ होइन, यो पनि एडेड हो 99मै होइन। मल्टिसेट भने 99 होइन, त्यो चाहिँ 2003मा एड गरेको छ मल्टिसेट भन्ने चाहिँ। सो अब यसद्वारा के गर्न सक्यो भन्दाखेरि अब यो एरे हो नि त, यसरी डिफाइन गरिएको छ होइन। अब्जेक्ट हो इज एरे भने झ्याम्म यसरी एरेको रूपमा हालिदिनु मिल्यो। वाइल आई डिफाइन माई फोन नम्बर होइन, एरे भनेर झ्याम्म हाल्नु मिल्यो। अनि मल्टिसेटमा झ्याम्म यसरी हालिदिनु मिल्यो अब्जेक्टहरू, अब्जेक्ट बनाएर टकटुक लगाएर। अनि यो किन युजफुल हो त भन्दाखेरि स्टोर्स लिस्ट डाइरेक्टली इन वान सेल विदाउट क्रिएटिङ एक्स्ट्रा टेबल्स एन्ड जोइन हेल्प। ओके, अब अर्को कुरा डिस्कस गरौँ, अब्जेक्ट आइडेन्टिफायर। युज रेफरेन्स टाइप, रेफ टु पोइन्ट टु अब्जेक्ट युनिकली। अब्जेक्ट आइडेन्टिफायरले चाहिँ रेफरेन्स टाइप युज गर्छ अब्जेक्टलाई युनिकली पोइन्ट गर्नको लागि होइन। ओके, दिस ब्रिङ्स अब्जेक्ट आइडेन्टिफाई टु एसक्युएल सिमिलर टु आइडिज इन प्योर अब्जेक्ट डेटाबेसेस। रेफ इज अ पोइन्टर जसले चाहिँ पोइन्ट गर्छ, इट एक्ट्स लाइक अ पर्मानेन्ट युनिक लिङ्क इभन इफ डाटा चेन्जेस। ओके, अब्जेक्ट आइडेन्टिफायरको इक्जाम्पल यस्तो छ है। अब टाइप बनायौँ हामीले, डिपार्टमेन्ट टाइप भनेर एउटा टाइप बनायौँ। अब डिपार्टमेन्ट्स भन्ने टेबल बनाउँदाखेरि हामीले रेफरेन्स दिउँ त्यसको होइन। यो चाहिँ के हुन्छ भन्दाखेरि अटो आइडी लाइक रेफरेन्स दिने भयौँ यसको लागि होइन। अब हामीले यसलाई कसरी रेफरेन्स गर्न सक्छौँ त इम्प्लोइमा भन्दाखेरि, अब डिपार्टमेन्ट रेफ भनेर हामीले एउटा बनाएका छौँ, जसमा चाहिँ रेफ भनेर डिपार्टमेन्ट टाइपलाई राख्यौँ होइन। अब एक्सेस कसरी गर्न सकिन्छ भन्दाखेरि रेफरेन्स दिउँ डिपार्टमेन्टको, रेफरेन्स डी भनेर फ्रम डिपार्टमेन्ट डी वेयर डी डट टी नेम इज टु सेल्स। अब डिपार्टमेन्ट नेम भनेर यो हो। अब डिपार्टमेन्ट नेम सेल्स जसको छ रेफरेन्स यसरी दिउँ, अनि डिपार्टमेन्ट नेम सेल जसको छ त्यो चाहिँ यसले के गर्छ भन्दाखेरि इन्सर्ट गरिदिन्छ इम्प्लोइजमा, त्यही भनिएको छ। अब अर्को कुरा गरौँ, हामीसँग अर्को के छ त अपार्ट फ्रम दिस भन्दा एक्सटेन्सन भएर होइन। द अब्जेक्ट डेटा म्यानेजमेन्ट ग्रुप भनेको के हो त भन्दाखेरि स्ट्यान्डर्ड फर अब्जेक्ट डेटाबेसेस। इट्स लाइक रुल बुक फर ओओबिडी क्या। जस्तै एसक्युएल भन्ने जुन छ होइन, रिलेसनल डेटाबेस लेख्नको लागि एउटा स्ट्यान्डर्ड ल्याङ्ग्वेज हो नि त। जस्तै यो अब्जेक्ट डेटा म्यानेजमेन्ट ग्रुप पनि अब्जेक्ट डेटाबेसेसहरूको लागि एउटा रुल बुक जस्तो स्ट्यान्डर्ड जस्तो हो होइन। अब यसमा के इन्क्लुड हुन्छ भन्दाखेरि अब्जेक्ट मोडल, अनि अब्जेक्ट डेफिनेसन ल्याङ्ग्वेज, अनि अब्जेक्ट क्वेरी ल्याङ्ग्वेज। डेफिनेसनको लागि अब्जेक्ट डेफिनेसनको लागि ओडिएल, अनि ओक्युएल चाहिँ क्वेरिङको लागि, अनि बाइन्डिङ्स फर प्रोग्रामिङ ल्याङ्ग्वेज हो लाइक कनेक्टिङ सी प्लस प्लस जाभा। के डिफाइन हुँदो रहेछ ओडिबीमा, अब्जेक्ट मोडल, ओडिएल, ओक्युएल र बाइन्डिङ्स, जुन चाहिँ एसक्युएल सी प्लस प्लस र जाभा जस्तो ल्याङ्ग्वेजहरूसँग बाइन्ड गर्न सकियोस् भनेर हो। अनि यसको क्यारेक्टरिस्टिक्स के रहेछ भन्दाखेरि इजी टु लिङ्क विथ प्रोग्रामिङ ल्याङ्ग्वेजेस, नो निड फर कस्टम किज, सिस्टम ह्यान्डल्स आइडिया, त्यही अघिको भन्ने थियो नि जुन अब्जेक्टहरू अटो क्रिएट हुने भन्ने कुरा, अनि सिम्पल मोल्डिङ अफ डेटा, अनि स्टोर्स नन टेक्स्ट डेटा। ओके, इमेजेसहरू पनि स्टोर गर्न सकिँदो रहेछ योद्वारा है त। अनि एडभान्टेजको कुरा गरौँ, स्पिड हुन्छ, पर्फर्मेन्स हुन्छ, एक्सटेन्सिबिलिटी हुन्छ, अनि भेराइटी ह्यान्डलिङ हुन्छ होइन, मल्टिमिडिया फ्रेन्डली भइहाल्यो अघि भनेको कुरा भइहाल्यो। अनि नो इम्पोर्टेन्स म्याच ओओपी कोड एन्ड डेटाबेस स्पिक द सेम ल्याङ्ग्वेज। हो ट्रान्सलेसन चाहिएन नि त यसको द्वारा होइन। यो स्ट्यान्डर्ड फलो गर्ने हो भने एउटा रुल बुक जस्तो भयो नि त होइन। यो फलो गर्ने हो भने चाहिँ ट्रान्सलेसन चाहिएन रिलेसनल डेटाबेस र अब्जेक्ट ओरिएन्टेडको लागि। ल डिफ्रेन्सको कुरा गरौँ, अब के को डिफ्रेन्स हो त भन्दाखेरि अब्जेक्ट र लिबरल्सको कुरा छ होइन। अब्जेक्ट र लिबरल्स भनेको के हो नै बुझौँ कि फर्स्टमा। ओके, हामी इक्जाम्पलबाट हेरौँ है त। इमेजिन युआर बिल्डिङ अ युनिभर्सिटी डेटाबेस एन्ड अब्जेक्ट इज लाइक अ रियल स्टुडेन्ट, हि हेज अ पर्मानेन्ट स्टुडेन्ट आइडी कार्ड नम्बर जुन चाहिँ ओआइडी हो उसको होइन। एउटा अब्जेक्टमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा अब्जेक्टलाई चाहिँ के रूपमा लिउँ भन्दाखेरि एउटा स्टुडेन्टको रूपमा लिउँ होइन। उसको चाहिँ एउटा स्टुडेन्ट आइडी हुन्छ होइन। अनि हि हेज चेन्जेबल डिटेल्स लाइक नेम चेन्ज गर्न सक्यो, एज होइन, कोर्सहरू, अनि यो नेम चेन्ज हुनसक्छ, उसको एज, कोर्सहरू चेन्ज हुनसक्छ नि त होइन। अनि यु क्यान अपडेट हिज इन्फो चेन्ज गर्न मिल्छ इभन इफ हि चेन्जेस हिज नेम्स अर मुभ्स हिज आइडी, उसको आइडी त सेम हुन्छ नि त होइन। स्टुडेन्ट आइडी त वुड बी सेम, यो अरू डिटेल्सहरू चेन्ज गऱ्यो भने पनि द्याट्स हिज ट्रु आइडेन्टिटी। उसको आइडी चाहिँ उसको ट्रु आइडेन्टिटी होइन। अ लिटरल इज लाइक द नम्बर 20, हिज एज राइट नाउ, अर द स्ट्रिङ काठमाडौँ, इट हेज नो आइडी कार्ड, इज जस्ट अ भ्याल्यु, नथिङ मोर। लिटरल भनेको चाहिँ एउटा भ्याल्यु मात्रै हो क्या। चाहिँ त्यो अब्जेक्टको चाहिँ एउटा आइडी हुन्छ होइन। अब्जेक्ट्स क्यान बी डिफाइन्ड होइन। अब लिटरल्सहरू डिफाइन गर्न सकिँदैन, उनीहरूको
एउटा हुन्छ भ्यालु, त्यो चाहिँ एउटा भ्यालु मात्रै हो क्या. लिटरल्स भनेको एउटा भ्यालु मात्रै हुनु भएन. यु क्यान अपडेट द नम्बर 20 इट सेल्फ टु बिकम 21. इफ द ए चेन्जेस इट्स अ न्यू भ्यालु रिप्लेसिङ द ओल्ड भन. भ्यालु मात्रै हो क्या. लिटरल्स भनेको चाहिँ एउटा भ्यालु मात्रै रहेछ. अब हामीले अपडेट गऱ्यो भने पनि अर्कै भ्यालु बन्ने हो क्या. इट्स कन्सटेन्ट इम्युटेबल इन द सेन्स द्याट द भ्यालु डिफाइन्स वाट इट इज. इम्युटेबल हुन्छ होइन. ओके, डिफरेन्स पनि छ यहाँ हेरौँ के छ त. अब्जेक्ट र लिटरल्सको डिफरेन्स भन्दा अब्जेक्ट ओआइडी हुन्छ हुँदैन. अब्जेक्टको हुन्छ, लिटरल्सको हुँदैन. स्टेट भनेको यस एज अ स्टेट एट्रिब्युट हुन्छ यसको. अब्जेक्टको एट्रिब्युट हुन्छ. बट यसको पनि हुन त सक्यो तर त्यही नै मात्रै हो क्या योसँग हुने नै होइन. रेकर्ड भइरहेछ जस्तो छ. अनि क्यान द भ्याल्युज स्टेट चेन्ज? यस, स्टेटहरू चेन्ज हुनसक्छ अब्जेक्ट्सभित्र, लिटरल्सभित्र हुन सक्दैन. एउटा भ्याल्यु हुन्छ त्यो पनि इम्युटेबल हुन्छ होइन. ओके, अनि लाइफ क्यान बी टेम्पोररी अनि नो लाइफ टाइम भन्ने कन्सेप्टै हुँदैन होइन. एउटा अब्जेक्टको टेम्पोररी हुन सक्ने हुँदो रहेछ, यसको हुँदै हुँदैन कन्सेप्टै हुँदैन होइन. अब हाउ आर दे आइडेन्टिफाई बाई देयर ओआइडी बाई द भ्याल्यु इट सेल्फ. अनि क्यान दे स्ट्यान्ड अलोन? यस. नो, इट कान्ट स्ट्यान्ड अलोन. लिटरल्स विल निड अब्जेक्ट्स युजली इम्बेडेड इनसाइड अब्जेक्ट्स. यो रह्यो अब्जेक्ट्स र लिटरल्सको डिफरेन्सेसको र डिफिनेसनको कुरा होइन. अब हामी लेट्स मुभ अन टु अब्जेक्ट डिफिनेसन ल्याङ्ग्वेज. ओडिएल भनेको के हो त भन्दाखेरि अ ल्याङ्ग्वेज to define object structure in OODB, like drawing a blueprint. Data is object, not tables. Okay. So के रहेछ त भन्दाखेरि यो ल्याङ्ग्वेज हो जसले गर्दा चाहिँ डिफाइन अब्जेक्ट स्ट्रक्चर्स क्या. अनि यसमा के हुन्छ भन्दाखेरि क्लासेस हुन्छ, एट्रिब्युट्स हुन्छ, रिलेसनसिप हुन्छ, इनहेरिटेन्स हुन्छ, मेथड हुन्छ, कन्स्टिट्युन्स हुन्छ. कन्स्टिट्युन्स भनेको रुल, मेथड्स भनेको एक्सन्स होइन. अब इट अलाइन्स डाटा बेसेस विथ ओओपी फर फ्लेक्सिबिलिटी. ओओपीसँग यसले म्याप गरिदिन्छ डाटाबेसलाई. यसलाई को भनिन्छ त? अब्जेक्ट डिफिनेसन ल्याङ्ग्वेज. अनि क्लास डिक्लेरेसन, इनहेरिटेन्स, नेम. ओके, क्लास डिक्लेयर यसरी गरिँदो रहेछ है. इन्टरफेस, आम सरी आई सेड इनहेरिटेन्स. इन्टरफेस अनि यसरी राखिँदो रहेछ. अनि एलिमेन्ट डिक्लेरेसन कसरी गरिन्छ भन्दाखेरि एट्रिब्युट भनेर यसरी राखिँदो रहेछ है. रिलेसनसिप यसरी गरिँदो रहेछ. क्लास डिफाइन गर्दाखेरि इन्टरफेस भन्ने अनि यसो गरेर गर्ने रहेछ. यसको इक्जाम्पल इज लाइक दिस है. इन्टरफेस भन्यो होइन, एउटा नाम राख्यो अनि अब यसको के हुन्छ भित्रभित्र जे राख्नुपर्छ. जस्तै एट्रिब्युट डिफाइन गरेछ होइन, के डिफाइन गरेछ, यसरी डिफाइन गर्न सकिन्छ हाम्रो ओडिएलमा. सिम्पल एक्सप्लेनेसन, ओडिएल इज लाइक राइटिङ अ रेसिपी फर अब्जेक्ट्स. इट मेक्स योर डेटाबेस अब्जेक्ट्स म्याच योर प्रोग्राम्स क्लासेस पर्फेक्टली. हामीले हेरि नै हाल्यो इक्जाम्पल पनि होइन यसको. अब यसको एक्सप्लेनेसन यो छ. अब अब्जेक्ट डेटाबेस कन्सेप्चुअल डिजाइन. First stage in designing an OODB, focus on ideas, not software. चारवटा स्टेप हुँदैछ. अब्जेक्ट डेटाबेस कन्सेप्चुअल डिजाइनभित्र चारवटा स्टेप छ. के छ पढ्नु है त. अब्जेक्ट यसको फर्स्ट छ डाटा एनालाइसिस एन्ड रिक्वायरमेन्ट. फिगर आउट डाटा क्यारेक्टरिस्टिक्स. आस्क वाट इन्फो इज निडेड, हु युजेज इट, वेयर फ्रम, वाट एलिमेन्ट्स मेक्स इट. ओके, अर्को पहिला सुरु एनालाइसिस र रिक्वायरमेन्टहरू हामीले क्लियर पार्नुपर्ने हुन्छ होइन. त्यसपछि एयर मोडलिङ एन्ड नर्मलाइजेसन. सेट स्ट्यान्डर्ड्स फर design docs. Identify business rules. Find main entities. Define relationship at attributes, primary keys र foreign keys. Normalize गर्ने, draw या validate and modify. के गर्ने त सेकेन्ड स्टेप. फर्स्ट स्टेपमा डाटा एनालाइसिस र रिक्वायरमेन्ट गरेपछि सेकेन्डमा एयर मोल्डिङ र नर्मलाइजेसन गर्नु पऱ्यो होइन. पहिला सुरु एयर बनाउनलाई के चाहिन्छ हामीले आइडेन्टिफाई गर्नु पऱ्यो. पहिला सुरु के हो एन्टिटिजहरू के थाहा पाउनु पऱ्यो. रुल्सहरूको अन्डरमा बसेर रिलेसनसिपहरू बनाउनु पऱ्यो. अनि किजहरू के छ त्यो हेर्नु पऱ्यो. नर्मलाइज गर्नु पऱ्यो, एउटा चित्र बनाउनु पऱ्यो. अनि भ्यालिडेट र मोडिफाई गर्नु पऱ्यो एज आवर निड, एज पर आवर निड. अनि डेटा मोडल भेरिफिकेसन. टेस्ट अगेन्स्ट रियल सिस्टम निड्स. चेक युजर भ्युज, ट्रान्ज्याक्सन, सेक्युरिटी, बिजनेस टुल्स होइन. अब एयर बनाइसकेपछि, एयर बनाएर नर्मलाइज गरिसकेपछि डेटा मोडल भेरिफिकेसन लाइक ठिक छ कि छैन टेस्ट गर्नुपर्छ रियल सिस्टम निड्सको अनुसार. अनि डिस्ट्रिब्युट डेटाबेस डिजाइन. डिस्ट्रिब्युटेड डेटा अप्सन स्प्लिट डेटाबेस अक्रस लोकेसन्स. युज फ्रेगमेन्ट्स पार्ट अफ डेटा इन डिफ्रेन्ट प्लेसेस. डिफ्रेन्ट प्लेसेसहरूमा युज गरेर हामीले हेर्नुपर्छ कसरी हाम्रो डेटाबेस कसरी चाहिँ ठिक छ छैन भनेर होइन. सिम्पल लाइक प्लानिङ अ हाउस. फर्स्ट ग्यादर निड्स, ड्र लेआउट, टेस्ट इफ इट वर्क्स एन्ड डिसाइड इफ पार्ट गो डिफ्रेन्ट. के अरे भन्दाखेरि फर्स्टमा एनालाइज गर्ने, चित्र बनाउने, एयर बनाउने एउटा. अनि त्यसपछि ठिक छ टेस्ट गर्ने. अनि कुन पार्ट कता जान्छ भनेर हामीले आफैले हेर्ने. एन्ड डिसाइड इफ पार्ट गो इन डिफ्रेन्ट. ओके, ओके. अनि
अर्को छ ओक्युएल भनेको अब्जेक्ट क्वेरी ल्याङ्ग्वेज होइन. ओक्युएल भनेको लाइक एसक्युएल बट फर अब्जेक्ट्स. डिक्लेरेटिभ, से वाट यु वान्ट नट हाउ. ओके. Handles object ID, complex data, inheritance, etc. Works with languages like Java है. Similar to SQL नै हुँदो रहेछ अब्जेक्ट क्वेरी ल्याङ्ग्वेजको सिन्ट्याक्स भनेको. अब गेट डिपार्टमेन्ट नेम्स इन इन्जिनियरिङ कलेज एउटा इक्जाम्पल छ हाम्रो. कसरी गर्न सकिन्छ भन्दाखेरि सिलेक्ट डिटा नेम फ्रम डी इन डिपार्टमेन्ट्स वेयर डिपार्टमेन्ट इज अ कलेक्सन, डी इटरेट्स ओभर इट. ओके. डिपार्टमेन्ट भनेको एउटा कलेक्सन हो, डी चाहिँ एउटा सानो उसको क्या लाइक हामीले लुपसुप बनाउँछौँ नि त्यतिखेर एउटा आई भने जस्तो भयो क्या डिपार्टमेन्ट भनेको चाहिँ. धेरैवटा इलिमेन्ट छ, डी भनेको चाहिँ एउटा सानो पार्ट अफ इट. ओके. के गरी गर्ने रे भन्दाखेरि डी डट नेम एउटा कोही होला नि त डिपार्टमेन्टको, ल जस्तो स्टुडेन्ट्स भन्ने थियो होला यो होइन. जस्तै प्रज्वल डट नेम भनेर गरेर क्या. प्रज्वल भनेको आम जस्ट डिक्लेरिङ वान क्या होइन. हामीले अब्जेक्ट बनाउँदा नि त्यतै गर्छौँ नि, नाम केही राख्नुपर्छ नि त होइन. दिस इज इक्वल्स टु न्यू अनि दिस भनेर गर्छौँ होइन. त्यस्तै गरेको. डी डट नेम फ्रम डी इन डिपार्टमेन्ट्स वेयर डी डट कलेज इक्वल्स टु इन्जिनियरिङ भयो क्या. इजी एज द्याट बुझ्न सकिन्छ. अनि सिम्पल क्वेरीहरू के छ त भन्दाखेरि रिटर्न्स अल डिपार्टमेन्ट कलेक्सन. क्वेरी 1. क्वेरी 2 भनेको सिएसडी सिङ्गल अब्जेक्ट. युज डट फर एट्रिब्युट्स. ल डट युज गरेर चाहिँ हामीले एट्रिब्युट्सहरू एक्सेस गर्न सक्छौँ भनेर भनेको. सिम्पल एक्सप्लेनेसन. ओक्युएल इज एसक्युएल अफ स्टेरोइड्स फर अब्जेक्ट्स. क्वेरिज नेस्टेड स्टफ इजिली लाइक नेभिगेटिङ. यही भनेको क्या एक्सेस गर्नलाई भर्खर इक्जाम्पल बनिरहेको थिएँ मैले. त्यही भनेको त नि अब्जेक्टवाला एक्सेस गर्नलाई डट गरेर युज गर्न सकिन्छ भनिएको छ है ओक्युएलद्वारा. ओके. अब ल्याङ्ग्वेज बाइन्डिङ इन ओडिएमजीको कुरा गरौँ है. वाट इट इज? कनेक्ट्स ओडिएमजी डेटाबेसेस टु प्रोग्रामिङ ल्याङ्ग्वेजेस सिमलेसली. बाइन्डिङ्सहरू केमा हुन्छ भन्दाखेरि सी प्लस प्लस एड एक्सटेन्सन फर अब्जेक्ट पर्सिस्टेन्स थ्रु इनहेरिटेन्स. अर्कोमा जाभामा फिट जाभा स्टाइल एड्स क्लासेस फर कलेक्सन ट्रान्जेक्सन्स विदाउट चेन्जिङ जाभा रुल्स. अनि स्मल टक म्याप्स टु स्मल टक क्लासेस मेथड्स फर पर्सिस्टेन्स एन्ड ओक्युएल लाइक प्लगिङ अ चार्जर इन्टु डिफ्रेन्ट फोन्स. त्यही भने क्या बाइन्डिङ कसरी गर्छ भन्ने कुरा गरेर यहाँनिर छ होला. यहाँनिर एकचोटि पढौँ न त. यहाँ इक्जाम्पलहरू पनि रहेछ है. अघि मैले डिस्कस गरेको थिएँ. ओक्युएलको नि एउटा इक्जाम्पल यताबाट हेरिहाल्नु न कसरी गर्न सकिन्छ भनेर भनेको छ. ओक्युएलको एउटा इक्जाम्पल यता हेरौँ. के हो दुइटा एकैचोटि आएछ. ओक्युएलको यसरी क्या यही इक्जाम्पल अघि भर्खर भनेको होइन. नाउ द्याट वी टक त्यो कसरी के अरे कुनमा कसरी गरिन्छ भनेर होइन. ओडिएमजीको बाइन्डिङ यसको डिफरेन्स हेरौँ. के छ त ओओडिबिएमएस र आरडिएमएमएसमा भन्दाखेरि डाटा इन ओओडिबिएमएस इज स्टोर्ड एज अब्जेक्ट. यसमा टेबुलर फर्मेटमा. यसमा क्यान ह्यान्डल लार्ज एन्ड कम्प्लेक्स डेटा. यता सिम्पल मात्रै. अनि यसमा स्टोर डेटा एज वेल एज मेथड टु युज इट. डाटा मात्रै हालिदिन्छ. अनि ओआइडी इज युज टु युनिक क्लारिफाई. यता ओआइडी हामीले आफैले सिस्टमले बनाएर हालिदिन्छ. यता प्राइमेरी आफैले चुज गरेर हाल्नुपर्छ. ओके. डिफ्रेन्सेस त्यो थियो. अब ओआरएम भनेको के भन्दाखेरि अघि एसक्युएलमा इन्टिग्रेट गर्ने ओपीलाई भनेको थियो नि त्यही मोडल चाहिँ हुन्छ जुन कम्बाइन भएर निस्किन्छ होइन. त्यसको बाई प्रडक्ट भनेको चाहिँ अब्जेक्ट रिलेसनल मोडल हो. यसमा के भनेको छ भन्दाखेरि ओआरएम इज अ डेटा मोडल द्याट कम्बाइन्स फिचर्स अफ बोथ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ एन्ड रिलेसनल डेटाबेस म्यानेजमेन्ट सिस्टम. इट एम्स टु ब्रिज द ग्याप बिट्विन ओपी एन्ड आरडिएमएस. In the object relational model, data is organized into objects that have attributes and methods just like OOP. These objects can be directly mapped to relational database tables where each object corresponds to a row into the table and each attribute corresponds to a column. Key features के हुन्छ? Inheritance, complex data types, object identity अनि त्यसपछि methods and functions querying यिनीहरू छ है. अनि define state of an object, persistence र transient अब्जेक्टहरूलाई डिफ्रेन्सिएट गर भनेको छ. के रहेछ द स्टेट अफ एन अब्जेक्ट भन्दा स्टेट अफ एन अब्जेक्ट रिफर्स टु द सेट अफ भ्याल्युज स्टोर्ड इन इट्स एट्रिब्युट अर प्रपर्टिज एट एनी गिभन टाइम. सेट अफ भ्याल्यु स्टोर्ड इन ओके भनेको एट्रिब्युट्सहरू जुन चाहिँ त्यो समयमा त्योसँग छ. स्टेट अफ एन अब्जेक्ट भनेको एट्रिब्युट्स अफ द अब्जेक्ट द्याट इट हेज इन द गिभन टाइम होइन. त्यही हो रहेछ. पर्सिस्टेन्ट अब्जेक्ट र ट्रान्जिट अब्जेक्ट भनेको दिज आर द अब्जेक्ट विथ द लङ टर्म एक्जिस्टेन्स. पर्सिस्टेन्टको लङ हुन्छ, यसको सर्ट हुन्छ. इज स्टोर्ड इन ओके. स्टेट भनेको पर्सिस्टेन्टमा स्टोर हुँदो रहेछ. स्टेट इज नट अटोमेटिकली स्टोर्ड बियोन्ड यसमा
पर्सेन्ट अब्जेक्टमा यसमा स्टोर हुँदो रहेछ स्टेट होइन लामो समयको लागि। यसमा नट अटोमेटिक बियन्ड प्रोग्राम एक्जिक्युसन भन्दा पछि चाहिँ अटोमेटिक स्टोर हुँदैन रहेछ। अनि एक्जिस्ट बियोन्ड द स्कोप अफ सिङ्गल प्रोग्रामिङ एक्जिक्युसन, एक्जिस्ट अन्ली ड्युरिङ द ओके एकछिनलाई बस्छ धेरैलाई बस्छ भनेर रहेछ नि त। अब यो धेरै समय बसेपछि यसले स्टेट स्टोर गर्छ, यसले थोरै समय बसेपछि स्टेट पनि स्टोर गरिदिँदैन। इट इनेबल्स डाटा पर्सिस्टेन्स एन्ड ड्युरेबिलिटी, इट इज युज फर टेम्पोरेरी डाटा प्रोसेसिङ, इमिडिएट कम्पिटिसन यसो। ओके स्टेट इज रिट्रेड एक्रस डिफरेन्ट प्रोग्रामिङ इन्भोकेसन। ओके स्टेट इज लस्ट वन्स द प्रोग्राम अर अपरेसन, यसले स्टोरै गर्दैन, यसले स्टोर गर्छ, त्यही भएर स्टेट बस्छ। योसँग यो बस्दैन भनेछ। द्याट्स अबाउट इट है। यो च्याप्टर 2 थियो, सक्यो। धन्यवाद।